दाउराको हातमा गरेपछि मान्नुपर्छ के अब त्यस्तै आइरहन्छ बहुत मौसम वेलकम टु चिम्ची ब्लग। तपाईँहरूलाई मेरो न्यू ब्लगमा स्वागत छ। आज म मामाले आएको 1 दिन भइसक्यो। पानी परेको छ, मौसम खराब भएर यहाँ हालत खराब छ। कति दिनसम्म पानी पर्ने थाहा छैन। भरे जेठी बजी घर जानु मन छ, के गर्नु केही थाहा छैन। सो मैले चाहिँ होइन आएर क्या कस्तो राम्रो देखेर चाहिँ यहाँ हिँड्नुहोस् त। दाउराको हातको कलर नै रहेछ हो बनाउनेहरूको लागि त। कति राम्रो क्या। ओहो कति राम्रो मूर्ति। यहाँ एउटा हेर्नुहोस् यो हातको कला नै रहेछ क्या। ब्युटिफुल छ होइन। म अब घरकै जानु घरकै यता हेरेको छ क्या। उता कोसीले पनि नदीले पनि अब घरहरू बगाउन आँटे जस्तो भइसकेको छ अरे। उतातिर म देखाउँछु है। गइरहेको छु होइन। मौसम खराब छ यहाँ हेर्न सक्नुहुन्छ। पानी परेकै छ अघिदेखि त्यतिर त्यो। अनि त्यहाँ कोसीमा त्यहाँ हाम्रो गाउँमा सबै पानी परिरहेछ। ध्वस्त छ कि प्लेसहरू के गर्नु। कुखुराहरू पनि हमला गरिरहेछ घरमा। पछि पनि गयो। अब यस्तो त छ पागल कुखुराहरूले पुखाइदिएर पानी त्यहाँ भिजी गयो सबै। अहिले भर्खर यहाँ लिपेको पानी पर्न थाल्यो फेरि। आज त्यो पोखरे भन्ने ठाउँ चाहिँ जान्छ होला है बगाएर। ल ल ल पानी परेर यहाँ डोलरमा छ। के गर्नु हो अहिले गत्रङ गरेको छैन नि त बुझ्यो। गत्रङ गरेपछि मान्नुपर्छ क्या। हामी चाहिँ बोजूको घरतिर हिँड्यो। जेठी बजी घरतिर मजीसँग हिँडेको पेट दुखिरहेछ। के गर्नुको हे। बुढो मामालामा चाहिँ पानीको कमी छैन। पानी नै पानी छ। पानी नै छ जहाँ पनि पानी नै छ। पानीको केही कमी नै छैन त। यहाँ ग्राउन्ड थिएको रहेछ। ओहो गरेर बोजू घरतिर हिँड्यो। रोटेर घुम्दै जानु परेन यसो। कत्रो पानी परेको नि। पानी परेर म डर लागेर घट्राङ गिट्रिङ गरेर भत्किरहेको छ बारीहरू। त्यतिर पानी परिरहेछ भोजपुरतिर सायद मेरो ख्यालमा भनौँ न। अब त्यस्तै सुरुचोटि एकदम एक्साइटेड थियो होइन। अब त्यो भारी बोकेर जिउ दुख्यो। तब मेरो एक्साइटेड स्वाहा भइरहेछ। के गर्नु अब यसो बुढा मामाले आएपछि त घुमघाम गर्नु पऱ्यो। रोड घुम्नु पऱ्यो। अहिले बोजू घरतिर हेरिरहेको। जस यतातिरको घर चाहिँ राम्रो रहेछ है बोजू। हामी पनि अब कमाएर बनाउनु पर्छ घर। घरतिर लाग्यो यहाँ पानी परेको छ। यहाँ ओठर बसेको घरमा दिनभरि गफ गरेर के बोजूहरू बाटो भत्किएर आइरहन्छ। यो बोजू घर होइन कि माथिल्लोपट्टि। ओ माथिल्लोपट्टि पो परेछ। ल यत्रै होला। पम्पा पक्रेछ होला हाम्रो। आज बोजू घर आइपुग्यो। आइरहन्छ यहाँ माथि। यहाँबाट यसरी जानु। यहाँ पहिला नि आएको थियो क्या सानीको बिहेमा। अहिले नि राख्छु भनेर पहिला के छ सेम
आइसक्यो घर आइपुग्यो गाइस थुक्पा मैले खाइसकेको थुक्पाहरू मेरो भुँडी फुट्दा टाइम बोजू चाहिँ खाइ नै रहनु भएको चाहिँ भर्खरै म खाएर मेरो गर्मी भएर चाहिँ पेट भरिसक्यो अब म खाँदिनँ बोजू हेर्नु खेराख्नु भएको चाहिँ गोर 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 हजुर देखिँदैछ ल कहिले देखिँदैन नि त बोजू परेको हुनाले यहाँ हालत खराब छ के गर्नु खालि त थुप्राको दबाई बोजू चाहिँ बिस्तारी दिइरहनु भएको छ म चाहिँ यहाँ मुला खाँदैछु पिरो भयो खोट्दा पनि देखेन लटातिर झऱ्यो टर्नेट भइरहेको छ नमस्ते नमस्ते यहाँ हेर यहाँ मलाई हेर सानी नमस्ते मलाई हेर सानी भन् यहाँ मलाई हेर्न भनेर सानी भन् सानी भन् नमस्ते बोजू घरदेखि फर्केको एक बारी कोसेली दिई पठाएर यहाँ बोक्नु रे खुम्बा दुख्छ होला क्या मौसम खराब छ के गर्नु भर्खर सुतेर उठेको एकदिन सुतेको बोजूले उठाइहाल्नु भयो तलतिर त झर्नै पर्यो त्यही भएर उम्लो कसेर निस्कियो तना के भयो यहाँ बहुत मौसम खराब है इतना खराब है कि मैं क्या करूँ हामी बाजी घरतिर फर्केको भोलि त झर्नु बाजेको घर आइसकेको छु र यहाँ पानी पर्न थालिसकेको छ बत्तीको अभावले यहाँ मोबाइलको ब्याट्री समेत छैन होइन यस्तो मौसम छ अब कहिले आउँछ थाहा छैन खराब छ यार जिन्दगी अब कति क्षेत्र डुबानमा छिरो थाहा छैन अब समाचारमा सुन्नु पाइन्छ जे होस् तर के गर्नु